नमस्ते सबैजनालाई। यो बीचको विविध कारणले बाढी पहिरो विविध विपदको कारणले गर्दा हाम्रो गएको महिनामा अभिभावक शिक्षा सञ्चालन हुन सकेन। यो असोज महिनाको अन्तिम शुक्रबार यानी कि आज तपाईहरु 28वटै विद्यालयमा अभिभावक शिक्षा सञ्चालन भइरहेको छ। सम्पूर्ण अभिभावकहरु आउनु भएको छ भन्ने मलाई विश्वास छ र सम्पूर्ण अभिभावकहरुलाई रोङ गाउँपालिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म हार्दिक स्वागत गर्न चाहन्छु। भर्खरै प्राकृतिक विपद असोज 18 र 19 गतेको भारी र अविरल वर्षाको कारणले इलाम जिल्ला सिङ्गो देश अत्यन्तै दुखित छ। त्यसमा पनि रोङ गाउँपालिका मानवीय क्षति नभए पनि अत्यन्तै ठूलो भौतिक क्षति भएको छ। तपाईहरु आउने जाने बाटोघाटोहरु विविध पहिरो गएर भेलबाढीले बिगारेको हुन सक्छ। सकेसम्म हामीले मर्मतको कामहरु अगाडि बढाएका छौं। यो विपदको घडीमा तपाईहरु 57 टोल विकास समितिले रोङ गाउँपालिकाको यो विपदको घडीमा खेलेको भूमिकाप्रति पनि म उच्च सम्मान सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। यो विपदको घडीमा पुनर्निर्माणको काममा सबै टोल विकास गाउँपालिका जनप्रतिनिधि कर्मचारी युवा बुद्धिजीवी किसान सबैजना लागेका छौं र लागिरहनुपर्छ। हाम्रो ठाउँ हामीले नै बनाउने हो र यो अभिभावक शिक्षामा विशेष गरेर आज वित्तीय साक्षरता सम्बन्धीको क्लास पढाइ हुने भन्ने कुरा मैले जानकारी प्राप्त गरेको छु। सो सन्दर्भमा रोङ गाउँपालिका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईहरुलाई केही सन्देशमूलक भनाइहरु राख्न चाहन्छु। वास्तवमा पैसा कमाएर भन्दा पनि जमाएर धनी बन्न सकिन्छ। कुनै एउटा व्यक्तिले 1 लाख कमाउँछ तर बचत उले 2000 गर्छ। तर कुनै एउटा व्यक्तिले महिनाको 20000 कमाउँछ तर उले 5000 बचत गर्छ भने त्यो 20000 कमाउने चाहिँ ठूलो हो। त्यसकारणले गर्दा कमाएर भन्दा जमाएर धनी बन्न सकिन्छ। हामीलाई जमाउनको लागि बचतको संस्कार चाहिन्छ, रुपैयाँको महत्त्व बुझ्न जरुरी छ र यो वित्तीय अनुशासन हुन जरुरी छ। यो ज्ञान हासिल हामीले विद्यार्थीलाई विद्यालय लेभलबाटै सिकाएर लानुपर्छ भनेर विद्यार्थी बचत कार्यक्रम सञ्चालन गरेका छौं। आजको जेनेरेसन अलिकति सहज अवस्थामा छ। हामी भन्दा अघिल्लो पुस्ता अझै असहज थियो। हाम्रै पुस्तामा पनि हामी कलेज जाँदाखेरि अत्यन्तै आर्थिक अभावको कारणले गर्दा धेरै विद्यार्थीहरूले पढ्न छाडे। हामी आफै पनि त्यो आर्थिक अवस्थाबाट अछुत थिएनौं। त्यसकारणले गर्दा भविष्यमा परिआइलाग्ने आर्थिक जुन व्ययभार छ, जोखिम छ अथवा प्रेसर हुन्छ त्यसलाई मिनिमाइज गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि त्यसलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले बचत कार्यक्रमहरु चलाएका छौं। रु 1 बचत अध्यक्षसँग विद्यार्थी कार्यक्रमको रु 1 बचत। रु 1 नै किन धेरैले 5, 10, 20 रुपैयाँ बचत गर्दैको भए हुन्थ्यो भन्ने कुराहरु पनि जिज्ञासाहरु आए। हामीले 1 रुपैयाँ नै बचत गर्नुको कारण चाहिँ तपाईको छोरा या छोरीले 1 रुपैयाँको महत्त्व नबुझेसम्म तपाई 10 करोडै दिनुहोस् केही पनि हुनेवाला छैन। तर जब 1 रुपैयाँको महत्त्व बुझ्छ तपाईले 10 करोड हैन 10 रुपैयाँ पनि नदिँदाखेरि गरी खान सक्छ। त्यसकारणले 1 रुपैयाँको महत्त्व बुझाउनु हामीले 1 बचत रु 1 बचत गरेका छौं र विद्यार्थीले पनि स्वैच्छिक रूपमा न्यूनतम 1 अनिवार्य त्यहाँदेखि उँभो स्वेच्छा। प्राइम बैंकमा हामीले सबै विद्यार्थीको खाता खोलेका छौं। सो बैंकमा एकाउन्टमा मासिक त्रैमासिक रूपमा गाउँपालिकाले पनि दिनको 1 रुपैयाँको दरले जम्मा गरिदिने गरेका छौं। गाउँपालिकामा शाखा अन्तर्गत एउटा फोकल पर्सन छ। हरेक विद्यालयमा विद्यार्थी बचतको फोकल पर्सन हुनुहुन्छ। विद्यार्थी बचत कार्यक्रमलाई हामीले सफ्टवेयरमा जोडेका छौं र सबै विद्यार्थीको एकाउन्टलाई चुस्त राखेका छौं र यसरी जम्मा भएको विद्यार्थीको पैसा हामीले प्राइम बैंकको सोही विद्यार्थीको बैंक खातामा जम्मा गर्ने गरेका छौं र यो बैंक खातामा जम्मा भएको पैसा सोही विद्यार्थी बाहेक अरु कसैले पनि निकाल्न सक्दैन। र यो विद्यार्थी जब स्कुल छोडेर त्यो एकाउन्ट म चलाउँछु भन्नुहुन्छ मोबाइल एप्लिकेसनको फारम भराएर त्यो बैंक एकाउन्टको युजर आइडी र पासवर्ड बैंक मार्फत तपाईहरुको छोराछोरीलाई उपलब्ध गराएपछि त्यो बैंक एकाउन्टमा सबै कामहरु अहिले जति पनि अन्य बैंक एकाउन्टबाट कारोबार गर्ने गरेको छ विद्यार्थीको पनि बैंक एकाउन्टबाट त्यसरी नै कारोबार गर्न सकिन्छ। अबको दिनमा बैंक खाता बिनाको विद्यार्थी मानिस नागरिकको कल्पना पनि गर्न सकिन्न। आज 70 वर्ष 80 वर्ष पुगेको वृद्धलाई त बैंक खातामा अनिवार्य ल्यायो भत्ता दिनको लागि भने अबको भर्खरै हुर्किदै गरेको नानीहरुको लागि बैंक खाता अनिवार्य छ। बैंक खाता आफैमा अनिवार्य भएकोले बैंक खाता खोल्नु आफैमा फाइदा छ। त्यसमा गाउँपालिकाले पनि 1 रुपैयाँ बचत गर्नेछ र तपाईहरुको पनि बचतको चाहिँ त्यहाँ चाहिँ डिपोजिट हुँदैछ भने भविष्यमा यो 1, 2, 3, 5, 10 रुपैयाँ 20 रुपैयाँ हुँदै 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 तपाईको छोरा कलेज पठाउने बेलामा 2-5 लाख रुपैयाँ हुन सक्ने गरीको वातावरण बनाएर तपाईहरु बचत अभियानमा लाग्नुहोस्। फजुल खर्चहरुबाट नानीहरुलाई बचाउनुहोस्। जंक फुडहरु खान नदिनुहोस्। दशैं तिहार ताउतीबाट भेला भएको सबै विद्यार्थीलाई बचतको बानी बसाल्नुहोस्।
यसले तपाईलाई भविष्यमा अत्यन्तै राम्रो फाइदा दिनेछ। यो गाउँपालिका तर्फबाट यो जुन कार्यक्रम लन्च गरेको चाहिँ नेपालको पहिलो कार्यक्रम हो। तपाईहरु यसलाई मनमुटुबाट सबैजना लागेर सफल बनाउनुहोस्। यो कार्यक्रम सफल हुँदै गर्दा अरु कसैको ब्याङ्क खातामा पैसा जम्मा हुँदैन, तपाईको छोराको छोरीको ब्याङ्क खातामा पैसा जम्मा हुन्छ र त्यो पैसा निकाल्ने हक तपाईको सम्बन्धित खातावाला बाहेक अरु कसैले पनि गर्दैन, हैसियत राख्दैन। त्यसकारणले गर्दा यो बचत कार्यक्रम तपाईहरुको लागि हो। यो कार्यक्रमले चौतर्फी प्रभाव पार्छ। सरकारको तर्फबाट हेर्ने भने वित्तीय साक्षरताको फाइदा लिन सकिन्छ, बचतको बानी सिकाउन सकिन्छ, छात्रवृत्तिको विकल्पको रूपमा लिन सकिन्छ र भविष्यमा चाहिँ विद्यार्थीहरूलाई आर्थिक अभावबाट जुन पढाइमा वञ्चित हुनु परेको छ त्यो अभाव नहोस् भनेर हामीले यो कार्यक्रम ल्याएका छौं। धेरै विद्यार्थीहरू आर्थिक अभावको कारणले हरियो पासपोर्ट बोकेर कतार मलेसिया जानुपर्ने बाध्यता छ। भोलि आजैदेखि मेहनत गरेर बचत गर्यौं भने 2-5 लाख रुपैयाँ जम्मा गर्न सक्यो भने कलेज टाइममा सकेर हामी उद्यमी पनि बनाउन सक्छौं। त्यसकारणले गर्दा यो बचतलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने भने अबको 10 वर्ष पछाडि रोङ गाउँपालिका कुनै पनि विद्यार्थीले कलेज जाने बेलामा आर्थिक अभावको कारणले मैले पढ्न पाइनँ भन्ने बाध्यताहरूबाट मुक्त गराउनको लागि यो कार्यक्रम ल्याएका छौं। तपाईहरु सबैजना लागेर यो बचतलाई प्रभावकारी बनाउनुहोस्, सहयोग गर्नुहोस्, लाग्नुहोस्। तपाई हाम्रै भविष्यको लागि हो। धन्यवाद।